हेलो एभ्रिवान, आज चाहिँ म कति दिनपछि आफ्नो क्लास गइरहेको थिएँ दसैँपछि। अनि त्यसपछि चाहिँ आज चाहिँ क्लासपछि म सिधै न्यु रोड गएँ र न्यु रोड पुग्न साथ मलाई याद आयो म आफ्नो वालेट होस्टेलमै बिर्सेको थिएँ अनि बहिनी पैसा पे गर्थेँ अनि हामी स्टार्ट भयो सपिङ गर्न। फर्स्टमा चाहिँ बहिनी र म चाहिँ दिदीको लागि साडी चुज गर्न गयौँ र उसको लागि साडी चुज गरिसकेपछि चाहिँ मेरो लागि केही सामानहरू किन्नुपर्ने थियो, ती चुराहरू अनि स्यान्डलहरू किन्नुपर्ने थियो। अनि फर्स्टमा चाहिँ हामीहरू गयौँ चुरा किन्न। कस्तो मतलब त्यो मैले देखाएको वाला मन पर्यो र हामीले चुरा किनिसक्नु साथ चाहिँ हामीहरू चाहिँ स्यान्डल किन्न गयौँ। स्यान्डल चुज गरिसकेपछि चाहिँ बहिनी र म चाहिँ बहिनीको लागि साडी हेर्नु गयौँ र बहिनीको लागि चाहिँ मैले आज त्यस्तो धेरै साडी हेर्नु परेन, एक दुई साडीमै नै उसलाई चाहिँ दोस्रो साडी देखाउनु बित्तिकै मन पर्यो अनि त्यो साडी चाहिँ ओके गरेर सँगै बनाउनु दिएको हामीले साडी किनिसक्नु बित्तिकै चाहिँ बहिनी र म चाहिँ बहिनीको लागि चाहिँ चुरी हेर्न गयौँ। पर्यो मैले त यतिकै गर्दै डिस्काउन्ट र बहिनीको लागि जुबे हेरिसकेपछि चाहिँ हामी सिधै होस्टेलतिर आयौँ। होस्टेल फर्किँदाखेरि त्यहाँ होस्टेलनिर चाहिँ क्याफे थियो अनि त्यहाँ बहिनी र मैले चाहिँ खाजा खायौँ अनि खाजा खाइसकेपछि चाहिँ हामी होस्टेल फर्कियौँ। कलेज ग्लोबल कलेज तेरा तर्सिन्छ होला